म एकछिन देवराजका पुगेर आउँछु। त भात पकाइराखे छोरी। बाबा यी टोपी भित्रै बिर्सनु भएको? कहाँ बिर्सिनु, तैँले त मलाई चल हलै गरेर नदिने भइस् नि। के गर्नु? के कुरा गर्दैछौ बाबु छोरी? ओ देबु, म तकै जान लाग्थेँ, त आइहालिस्। बस। म तसँग एउटा कुरा गर्न आएको थिएँ। भन्न। भरतकी आमा छोराको बिहे गर्नु पर्यो भनेर रात दिन कचकच गर्छ। अब त माला पनि ठुली भइसकी। तेरो विचार के छ? हाम्रो भरतलाई दिने होइन त छोरी? हेर देवराज, तर म बाल सखा, सँगै खेल्यौं, सँगै हुर्क्यौं। मेरी छोरी तेरी छोरी बराबर हो। मालालाई तेरो घरकी बुहारी बनाएर पठाउन पाउनु मेरो लागि त सौभाग्य हो। छोरी सुखी हुन्थी, मेरो त बोझै हल्का हुन्थ्यो। भरत र माला जन्मेपछि उनीहरूको बिहा गरिदिउँला भनेर उहिले भनेका पनि थियौ। तैँले बिर्सिस् तीर्थ? बिर्सेको छैन देबु, त्यो त धेरै पहिलेको कुरा हो। अब मालाकी आमा बितेपछि मालालाई धेरै पढ्न पनि पाइन। उता भरत सहरमा पढिरहेको छ। त्यसले के भयो त तीर्थ? मालाले पनि मेट्रिकसम्म त पढेकै छिन्। सहरमा बसेपछि उतैको हावा लाग्छ भन्छन्। के कुरा गरेको तैँले? भरत मेरो छोरा हो। मैले जे गर भन्यो त्यही गर्छ, जहाँ बिहे गर भन्यो त्यही गर्छ। भएन तँलाई? तै पनि अनि कहिले आउँछ त भरत? आउँछ। अब उसको पढाइ चाँडै सकिँदैछ। त छोरी दिन्छु मात्रै भन्न। भरतलाई यहाँ ल्याउने जिम्मा मेरो। मैले भने त मालालाई तेरो घर छोडेर अन्त कतै पनि पठाउँदिन।